सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू, हामी फोटो आफै बोल्छ भने जस्तै वाम्बुले जुमसाङ कृषि फार्म प्रणालीमा हामी आइसकेका छौँ। यो चाहिँ तपाईँहरूले त्यहाँ देख्नुभयो ठेगाना कागेश्वरी मनोहरा 1 गागल फेदी। यो सम्पर्क नम्बर र स्थापित तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ र हामी यहाँ तपाईँहरूलाई अन्तिमसम्म भिडियो बनाएर देखाउँछौँ। यो वाम्बुले जुमसाङ कृषि फार्मका प्रणालीका चाहिँ प्रोपाइटर हुनुहुन्छ हाम्रो। हजुरको परिचय दिनु त हजुरले। हजुर नमस्कार, मेरो नाम चाहिँ मनोज राई हो। घर खोटाङ आलेसितुवाचुङ नगरपालिका 1 बाहुनडाँडा गाविस पर्छ होइन। हजुर धन्यवाद। यो हावाले चाहिँ तपाईँको हजुर 2 गतिको हावाले अलिकति असर गरे है। हजुर म यहाँ कुखुरा पाल्ने गरेका छौँ। अहिले चाहिँ तपाईँको हामी स्टप गरेका छौँ अस्ति यो असोजदेखि, किन लगातार नहुँदो रहेछ क्या। अहिले चाहिँ यो चाहिँ स्टक छ। अहिले हामी चाहिँ त्यो 5-6 महिना तपाईँको स्टक रोकेको। हजुर यो चाहिँ सिरोही जातको बाख्रा हो। सिरोही जात ब्रिडिङको लागि ल्याएको यो चाहिँ। यिनीहरू चाहिँ यो मेन यो बोका। हजुर गजबको हुँदो रहेछ है। यसको पाठा पनि छ यहाँ। अस्ति यो ओहो ल ल पाठा पनि रहेछ। ल विशाल फर्म छ है दाजुभाइ दिदीबहिनी। हामी पारिपट्टि नै जान्छौँ। लगभग उहाँले 30 रोपनीमा गरिराख्नु भएको छ। अरू कुरा म थप सोध्दै जान्छु। तपाईँहरूले अन्तिमसम्म भिडियो चाहिँ हेर्नुपर्छ है। ल हेर्नुहोस्, यो सबै अटोमेटिक सिस्टम। यो बोट बिरुवामा चाहिँ आफै पुग्ने, यो चाहिँ एकदम सिस्टमेटिक ढङ्गमा उहाँले सञ्चालन गरिराख्नु भएको छ। उहाँ चाहिँ फेरि माटो प्रेमी पनि है। श्रम संस्कृति पार्टीलाई एकदम भित्रै हृदयदेखि नै र उहाँ मत हाल्नको लागि आफ्नो आफन्तलाई पुरै भोट हाल्नको लागि पनि उहाँ जानुभएको थियो है। सबैलाई भन्नु नि काठमाडौँ खोटाङ सम्पर्क समितिको म सदस्य पनि हो। ल अभियान जस अब यहाँ ल हेर्नुहोस्, यो विशाल फर्म छ है हजुरहरू। यसरी काम गर्नु पर्यो है हजुरहरू। काम जो काम गर्नु पर्यो त तपाईँहरूले पुरै देख्नुहुन्छ। अब नयाँको लागि भनेपछि भाडा चाहिँ लगभग वार्षिक 8 लाखले पनि लगभग नभ्याउला। ल हेर्नुहोस्, हेर्नु त गोलभेडाहरू। ल अन्तिमसम्म हेर्नुहोस् है। यो चाहिँ एकदमै तपाईँहरूले साउनमा रोपेको टमाटर हो। अहिले पनि तपाईँको यो पनि फुल्दैछ हैन। ल साउनमा यो त पुरै रोप्ने तयारी हो। ल टनेल, अब यो पुरै हामीले अघि टनेल देख्यौँ। अहिले यो त्यसको लागि चाहिँ पुरै ट्रेमा गोलभेडाको बिरुवा उत्पादन भइरहेको छ। अब यो तयारी भइरहेको छ है, उत्पादन होइन तयारी। बिरुवा तयारी हुँदैछ, अब उत्पादन अब हुनेछ है। अब यो ट्याक्क अब सिजनमा निकै राम्रो मूल्य। असार अन्तिममा भनेपछि ठ्याक्क त्यतिखेर मूल्य पाउँछ। र यहाँ अविन्द्र राई पनि हुनुहुन्छ। सिजनमा चाहिँ कतिजना जतिले टमाटर एक दिनमा टिप्नु पर्यो? ट्रिप हामीले एक दिन बिराएर हामी 8.5 जना 9-10 जनाले तपाईँको रोजगारी पाउँछ भनेपछि है। एक दिन बिराएर सिजनमा गोलभेडा टिप्न मात्रै 6-7 जना काटछाट गर्नको लागि छुट्टै फेरि। यहाँनिर तपाईँको ओजेटीहरू पनि आउँछ। ओजेटी गर्नेहरू विभिन्न जिल्लादेखि ओजेटी गर्न आउनु भएको थियो। पोहोर साल चाहिँ मैले हाम्रै छिमेकी जिल्ला सोलु खुम्बु जिल्लाबाट वीरेन्द्र ज्योति माध्यमिक विद्यालयबाट तपाईँको 18 जना ओजेटी यहाँनिर क्लास ल यो त झन् सबै कुराहरू अब यहाँ चाहिँ अब गरेर जानु भएको छ होइन। मैले यहाँ सर्टिफिकेट सहित उहाँहरूलाई पठाइदिएको छु। हजुर धन्यवाद। मल होला होइन हजुर? यो चाहिँ मल अर्ग्यानिक मल। ठ्याक्क हामी अब अर्को कित्तामा जाँदैछौँ है। गोबर मल हो। हजुर यो चाहिँ पानीको व्यवस्था गर्नुभयो होला होइन? यिनीहरूको फार्ममा आउँदैछौँ। तपाईँलाई मनोज राई भनेरै चिन्छन् कि अरूले चाहिँ? मनोज राई भनेर मलाई चाहिँ प्राय मलाई प्रवीण भनेर पनि मलाई प्रवीण भनेर पनि चिन्नुहुन्छ है उहाँलाई चाहिँ। ल हेर्नुहोस्, यो माथिल्लो डाँडामा योभन्दा माथि चाहिँ कागेश्वरी मन्दिर है, चर्चित। यो नेपालभरिबाट धामी झाँक्रीहरू पनि त्यहाँ दर्शन गर्न आउनुहुन्छ।
त्यो पहिरो गएको छ नि गएको जस्तो देखिन्छ तर होइन त्यहाँ प्लानिङ गरे हो यो प्लानिङ गरेको पूर्णबहादुरको सारङ्गी भन्ने फिल्म चाहिँ यहाँ चाहिँ सुटिङ भएको हजुर हजुर ए ल विशाल छ नि हौ यो अर्कै काठमाडौँ जस्तो भयो आज मलाई अर्को उहाँहरूकै यो फर्मको चाहिँ अर्को टुक्रा अर्को भागमा हामी आएको छौँ यो मल्चिङ गर्ने काम उहाँहरूले सकिसक्नु भएको छ अब यो एक हप्तामा बिरुवा लाउनुहुन्छ होइन हो ल हेर्नुहोस् 75 वटा टनेल बाफ्रे तल अघिकोमा 25 वटा राम यो हो नि त हजुर ल है खोटाङ्गे दाजुभाइ दिदीबहिनीहरू लगायत नेपालभरिका दाजुभाइ दिदीबहिनीहरू लगायत विश्वभर है अहिले त अब वैदेशिक रोजगारको सिलसिलामा विश्वभरि हुनुहुन्छ सबैजनाले हेरौँ है त मल्चिङ गर्ने काम पुरै भइरहेको छ सकिएको छ यो पाइप चाहिँ ऊ होला होइन यो सिस्टमेटिक सिस्टम है प्रत्येक बोटमा चाहिँ हजुर पानी जान्छ थोपा सिँचाइ त्यसको नामै थोपा सिँचाइ हो उहाँहरूले काम गरिराख्नु भएको छ हेर्नुहोस् पुरै है पुरै टनेल यो तल्लो गराएको माथिल्लो गएर फेरि छुट्टै छ नि हजुर नमस्कार है जिउवाम हजुर पुरै काम गर्दै हुनुहुँदो रहेछ अलमा ल्याउन आएको नि यो के को लागि तयारी गर्दै हुनुहुन्छ ए ए ए ए मल्चिङ गर्दाखेरि म यतै छु नि हजुर ल ओ फार्म है त सबै यो फेरि यता पनि होइन त हजुर ल हेर्नुहोस् है आज त अर्कै देशमा आए जस्तो भइरहेको छ मलाई अर्कै देशमा आए जस्तो लागिरहेको छ आज हामीलाई ल हेर्नुहोस् है यो पुरै हेर्नुहोस् है हजुरहरू पुरै ठ्याक्क नछुटाइ ल हेर्नुहोस् यहाँ पनि यो मल्चिङ गर्ने तयारी नै होला हजुर यो चाहिँ मेन मुहान भन्नुभयो है 25 देखि 30,000 पानी यहाँ निस्किन्छ भनेपछि मुख्य मुहान नै यही तपाईँको यो फर्मभरिको लागि पानी फर्मभरिको लागि हो मेन यो यहाँको फर्मको लागि चाहिँ यो हर साल तपाईँको यो 2 हप्ता समथिङ भयो हजुर हजुर तपाईँको 1 इन्ची पानी चाहिँ तपाईँको नन स्टप आउँछ यहाँ 1 इन्ची पानी नन स्टप र तपाईँको यो 10,000 लिटरको ट्याङ्की यो पल्लो खण्ड पनि तपाईँहरूकै पर्यो लो यो ट्याङ्कीमा हामी रिजर्भ गर्छौँ यो ट्याङ्की यो 5,000 लिटरको ट्याङ्की हो यसमा हामी रिजर्भ गर्नु हजुर यहाँ रिजर्भ गरिसकेपछि हामीले यहाँदेखि चाहिँ हामीले पठाउने काम गर्छौँ सप्लाई यहाँबाट हुन्छ वाटर सप्लाई है हजुरहरू यहाँबाट हुन्छ जम्मा गरेर यो पनि अर्को टुक्रा फर्म है फेरि यो पुरै प्लटिङ ल हाम्रो त्यस पश्चात नयाँ सिस्टम यो मेरो आफ्नो आइडिया हो हाम्रो यो एक अर्कामा तपाईँको यो हाउले पनि तपाईँले यो सपोर्ट गर्छ यसले ल हेर्नुहोस् त यो पनि सिस्टम सिक्नु होला है त यहाँको पानीले यहाँको बिरुवालाई बिगार्न दिँदैन यहाँको उसले उता बिगार्न दिँदैन तपाईँको यो पानी चाहिँ यहाँ आउँछ र अर्को फाइदा यसले के गर्छ भन्दा यहाँ र यहाँको बिरुवाको यहाँको उत्पादन चाहिँ तपाईँको चोखो राख्ने बस्छ कि यो चाहिँ मलहरूको राजा गडेउले मलको चाहिँ भर्मी पनि भन्छ होला त्यसलाई होइन भर्मी कम्पोस्ट मल भन्छ एकदम है भित्र चाहिँ गडेउलाको गडेउला छ यहाँभित्र चाहिँ हेर्नुहोस् है त यो ल हेर्नुहोस् त यो हो के तपाईँको गनेउला गोबर हो गोबर यो गोबरलाई चाहिँ तपाईँको यहाँ हरियो गोबरलाई चाहिँ लगाइसकेपछि हामी स्टक गर्छौँ अनि यो हामी गडेउलालाई खुवाउने हो तर हाम्रो बारीमा पाउने गडेउला होइन यो हजुर यो अस्ट्रेलियन गडेउला भन्दो रहेछ केजीको किन्दाखेरि 4500 देखि 4000 पर्ने रहेछ यो यसको लागि चाहिँ यो 90 दिनमा तयारी हुन्छ यहाँ 90 दिनमा तयारी ठ्याक्कै 3 महिना लाग्यो होइन त ल यो चाहिँ मल हेर्नुहोस् है यस्तो हो नि त हजुर है यो धेरै भोलि हामीले
हरियो गोबर चाहिँ तपाईँको मेन चाहिँ हामीले यो भइसकेपछि हामी यो 90 दिनपछि चाहिँ यो तयार यस्तो तयारी मल भयो यो चाहिँ तपाईँको गनाउँदैन पनि हजुर तपाईँको ऊ पनि हुँदैन यो प्योर गोबर हो यो हरियो यो चाहिँ यस्तो हुन्छ ल ठ्याक्कै माटोको चुना चिन्ह जस्तो पनि हो यो चाहिँ प्योर गरेला आवश्यक छ क्या अहिले चाहिँ उत्पादन जो कोही कृषकले यो आफै उत्पादन गर्नु आवश्यक छ हजुर यो सुरुवातमा अलिकति यो बिउ महँगो पर्छ मल बेच्नु नि हुन्छ कि आफूलाई मात्रै हो मल चाहिँ बिउ आफै उत्पादन हुन्छ तपाईँको त्यहाँ एकचोटि हालिसकेपछि तपाईँको त्यहाँदेखि बढ्दै जान्छ त्यहाँ भनेपछि बिउ पनि तपाईँले दिनुहुन्छ हुन्छ ए मल पनि दिनुहुन्छ कि बिउ मात्र यो मलसँगै जान्छ मल पनि जान्छ बिउ पनि जान्छ ए हजुर ल हामीले चाहिँ ल है त यो हामीले यो पनि सुविधा रहेछ है एकैचोटि यो फर्स्ट मैले 2 लाखको ल्याएको 2 लाखको गणेउला नि ल्याएको तर एक गाडी आएको थियो एक गाडी भनेको एक निशान मलसँगै आएको थियो हजुर हामीले चाहिँ यो त्यसपछि ल्याइसकेपछि हामीले यहाँ हाल्यौँ जम्मा यो यहाँनिर 12वटा हो छ 12वटा मेनुल छ यसलाई भन्छ मेनुल होइन 12वटा ट्याङ्कमा चाहिँ हामीले भरि तपाईँको गोबर हाल्छौँ गोबर हालिन्छ त्यसको मुनि चाहिँ हामी प्लास्टिक बचाउँछौँ यो टेम्पोरी हो किनभने यो अर्काको जग्गा हो होइन यहाँनिर फेरि अब राम्रो संरचना गरेर फेरि अब होली भट्काएर जाने ठाउँमा हामीले त्यो अझ राम्रो के हुन्छ भन्दाखेरि तपाईँको यो 3 फिट चौडाइ लम्बाइ जति पनि तपाईँ तान्न सक्नुहुन्छ 3 फिट चौडाइ उचाइ तपाईँको 1 फिट मा चाहिँ तपाईँको हामीले वाल लाएर सिस्टम तपाईँको यो बनाएर तपाईँको त्यसमाथि चाहिँ हामीले मल खनाएर चाहिँ तपाईँको माथिदेखि गड्योला सल्काइदियो भने 90 दिनमा तपाईँको यो मल तयारी हुन्छ यसको चाहिँ र तपाईँको अनि मल तपाईँको कुनै पनि रासायनिक मल युज गर्नु आवश्यक छैन मेरोमा चाहिँ तपाईँको के भन्छु भने यो मेरो फार्ममा चाहिँ तपाईँको विषादी युज नगर्नु भने युज गर्नु पर्छ तपाईँको किरा फर्ने कन्ट्रोल गर्न सकिँदैन तर हामीले चाहिँ के गर्छौँ भन्दाखेरि किरा फटेङ्ग्रामा पनि हामीले अर्ग्यानिक नै युज गर्छौँ हामीले रक्सी भनिन्छ नि हामी लोकल 3 पानी रक्सी अब यो नेपाल सरकारले चाहिँ के भन्छ यो अवैधानिक भन्छ यसलाई अब छैन तर हामी चाहिँ त्यो पकाएर त्यो छर्किने गर्छौँ ल यो आज नयाँ आइडिया 1 लिटर रक्सीमा हामीले 18 लिटर पानी मिक्स गरेर हामी छर्किसकेपछि किरा तपाईँको त्यतिकै लटपटिँदो रहेछ कि मर्ने मर्छ तपाईँको त्यहाँनिर किराको सङ्क्रमण तपाईँको कम हुन्छ डाइरेक्ट पानी नघोली चाहिँ हाल्नु भएन पानी नहाली त तपाईँको अब सकिँदैन पनि त महँगो पर्ने भयो बिचारी हो नि त पनि होइन त्यो हामीले युज गर्छौँ बिस्तारै यस्तै कुराहरू जस्तै अहिले मल पनि हामीले यो मलको कुरा गरेँ जैविक मलको कुरा गरेँ अब यो रासायनिक मलमा जैविक मलमा फरक छैन उत्पादनमा टेस्ट खानामै डिफ्रेन्ट पर्न जान्छ हामीले म अबको सालदेखि आउने सालदेखि चाहिँ आफ्नै उत्पादनले चाहिँ पुर्याउने म उसमा छु कि सोचमा छु अब यसपालि चाहिँ मैले किनेको छु मल मैले लगभग 45 गाडी भनेको 45 निशान मैले मल किनेको छु भने अब अर्को वर्ष चाहिँ नकिन्ने प्लानमा छु कि म आफै उत्पादन गर्ने मल किन्नुपर्छ तर हामी आफै बनाउने मल बाहिरदेखि हामी हरियो कम्पोस्ट मल चाहिँ आफै ल्याएर चाहिँ हामीले आफै मल बनाउँछौँ लगानीको हिसाबमा त अब यो निकै नै बढी भइसक्यो है लगानीको हिसाबमा त तपाईँको हेर्नु न अब एक नाग्यो पूर्वको बाँस हो यो बाँसलाई हामीले लगभग 500 रुपियाँ हाल्नुपर्छ किन 500 कसरी पर्यो भन्दाखेरि 18 फिटदेखि माथि नआउँदो रहेछ 18 देखि 19 फिटदेखि नआउँदो रहेछ यो एउटै बाँसलाई 2 टुक्रा बनाउँछ है 2 टुक्रा बनाइसकेपछि ल्याउँछ हामीले गोटाको हिसाबले त्यही 1 टुक्रा बाँसलाई चाहिँ हामीले 250 रुपियाँ तिर्नु पर्यो कि भनेपछि 500 ठ्याक्कै पर्यो हामीले म चाहिँ के गर्छु भने होलसेल डाइरेक्ट पूर्वदेखि आएको डाइरेक्ट गाडी नै म चाहिँ लिन्छु एक गाडीको मैले 1,60,000 देखि 1,50,000 48,000 सम्म हालेको छु कि त्यो खालको बाँस मैले यहाँनिर चाहिँ 30 देखि 35 गाडी चाहिँ मैले किनिसकेको छु ल हेर्नुहोस् 30 देखि 35 गाडी चाहिँ उहाँले यस्तो बाँस मात्रै किन्नु भएको छ है किनेको छु कि अब त्यो बाँसमा चाहिँ त्यहाँनिर एक गाडी जति कति हुँदो रहेछ भने 600 देखि 700 मोटो छ भने तपाईँको 550 देखि 600 को यसमा आउँछ अलिक सानो छ भने 700 देखि नआउँदो रहेछ कि 750 700 भनेपछि तपाईँको लगानी 1 करोड चाहिँ नागेछ यो हिसाब गऱ्यो भने त सर यो अब मेहनत त आफ्नो मेहनत त छँदैछ यो लगानी पनि छ तर आउँछ पनि आउँछ पनि त्यति नै आउँछ जान्छ पनि आउँछ पनि जान्छ तर के एउटा के देखिन्छ भन्दाखेरि
अरूलाई पनि 2-4 जना 5-7 जनालाई चाहिँ केही रोजगारी पनि मिल्छ है मैले गर्दा भन्ने एउटा देखिन्छ तर त्यसैमा चाहिँ धेरै कुरा नै चाहिँ यहाँनिर छैन किनभने कृषिमा नेपालमा अझै पनि सिस्टम बसेको छैन है मेन कुरा बजार व्यवस्थापन छ हामीले यहाँनिर रेट हामी पाउँदैन हामी यहाँ रेट के छ भन्दाखेरि 3 स्टेप रेट छ कि हामीले यहाँनिरदेखि 50 रुपियाँमा पठाएको टमाटर कालीमाटी पुगिसकेपछि 70 रुपियाँ तिर्नुपर्छ 70 रुपियाँमा उसले बेच्छ 70मा बेचेको टमाटर हामीले फेरि उपभोक्ताले कतिमा किन्नु पर्यो 100 रुपियाँमा किन्नु पर्यो किन भन्दा तपाईँको 3 स्टेप भयो क्या हामीदेखि सेकेन्ड पर्सनले हामीले 50 रुपियाँमा लग्यो इक्जाम्पल उदाहरणको लागि होइन सेकेन्ड फेरि उहाँले फेरि बेच्नुहुन्छ कालीमाटी बजारलाई बेच्छ कालीमाटीले फेरि 70 रुपियाँले किन्यो 70ले फेरि अब उहाँले किनिसकेको अब 70ले अब फेरि बेच्दाखेरि खुद्रामा जानु खुद्रामा उहाँले बेच्दाखेरि तपाईँको 120 130 120-30 पुग्न पुग्यो जान्छ किनभने यसको पनि उभिला छैन तर ठ्याक्कै तल सबैभन्दा मार्छ किसानलाई कि त मारमा को पर्यो कि त उपभोक्ता मारमा पर्यो कि किसान पर्यो बिचको मान्छेलाई चाहिँ फाइदा छ धेरै फाइदा केही गर्नु परेन उसले झरी पनि कुर्न परेन हैन घाम पनि कुर्न परेन केही उसलाई चाहिँ केही सहनै पर्यो मौका कुर्ने हो बस त्यति नै मौका कुर्ने हो लगानी नि अहिले लगायो अनि भरे अर्कोले लगानी पनि छैन पनि लगानी हुँदैन अहिले तपाईलाई दिन्छ उताबाट उसले त लिइहाल्छ नि त उहाँले बेचेर हामीले पैसा दिने हो हामीले डाइरेक्ट त्यसरी जाँदाखेरि उहाँहरूले हामीलाई के गर्नुहुन्छ भने हामी बेच्न सक्दैनौँ भन्ने टाइप हुन्छ कि उहाँहरूको फाल्टै उहाँहरूको चाहिँ त्यो एक खालको चाहिँ र त्यो भित्रको त्यो गुड बन्ने हुँदो रहेछ कि हामीले त्यो टोट्न हामी सक्दैनौँ टोट्नको लागि हामीले धेरै टाइम चाहिन्छ 5 देखि 6 वर्ष मेहनत गऱ्यो भने सकिन्छ आफ्नै व्यापार आफैले उ गर्न सकिन्छ नभए हामी नयाँ मान्छेले डाइरेक्ट म कालीमाटी लगेर बेच्छु भनेर नचिताए पनि हुन्छ मेरो वार्षिक अब यहाँदेखि तपाईँको एक दिन बिराएर 2 गाडीसम्म निस्किन्छ क्या भन्न खोजेको चाहिँ दुई गाडी भनेको चाहिँ तपाईँको लगभग 250 क्रेटदेखि 300 क्रेटको एभरेजमा यसपालिदेखि सामान तयारी हुन्छ कि मेन मेरो गोलबेडा हो गोलबेडा हो अब त्यसपछि प्लस अरू छेउबाली चाहिँ हामी काँक्रा त्यहाँदेखि लगेर यो लहरे बालीदेखि अरू तरकारी कोसेबाली मेन कोसेबाली अब मेन चाहिँ अब गोलबेडा हो त्यसपछि छेउबाली चाहिँ हामी कोसेबालीमा के भनेको मेन फोकस चाहिँ हाम्रो टमाटरै हो ल सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू म के भन्न चाहन्छु भने अहिले देश घन्टीमय भएको छ यतिखेर अब श्रम संस्कृति पार्टी पनि एउटा दरो प्रतिपक्षको रूपमा उभिनेछ र रासोपा राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी सरकार बनाउँदैछ र यस्तो कुराहरू चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीहरूले पनि चाहिँ बुझ्न आवश्यक छ र यो नेपाल चाहिँ कृषि प्रधान भन्दा पनि कुर्सी प्रधान भएको छ अब योलाई चाहिँ हामीले चाहिँ पुरै हामी नेपाल चाहिँ कृषि प्रधान मात्रै नबनेर अब चाहिँ पुरै काममै देखाउने यस्ता जाँगरिला कृषकहरूलाई चाहिँ समेट्नु पर्यो र श्रम संस्कृति पार्टी जो माटो चुनाव चिन्हबाट निर्वाचित हुनुभएका सम्पूर्ण माननीयज्यूहरूले नि यो कुरामा चाहिँ र उहाँहरू जस्तो एकदमै सक्रिय ढङ्गले यो नेपाललाई सबल बनाउनु पर्छ भनेर लाग्ने कृषकहरूलाई पनि तपाईहरुले चाहिँ सम्बोधन गर्नुपर्ने हुन्छ आवाज उठाउनु पर्ने हुन्छ र संसदमा आवाज बुलन्द गर्नुहोस् भन्ने कुरा चाहिँ म हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।